दर्शकबिन धेरै दिन पछाडि हाम्रो जङ्गलमा जाँदैछु। जङ्गल चाहिँ यस्तो छ। जङ्गलभित्र मैले साथीहरूलाई भन्थेँ साइकल लिएर जान मिल्छ भन्थेँ। यस्तो हुन्छ हाम्रो जङ्गल चाहिँ, जताततै साइकल लिएर छिर्न सक्छौँ। हिजो अस्ति चाहिँ हावाहुरी गरेर पुरै रुखहरू भाँच्ने काम गरिरहेछ। यस्तो हेर्नुहोस्, यहाँभित्र काट्दै हुनुहुन्छ दाउराहरू। यस्तो ठाउँमा चाहिँ जङ्गल छ हाम्रो चाहिँ। अटो लिएर साइकल लिएर जान मिल्छ मजाले। यस्तो सेवा सुविधा भएको ठाउँ चाहिँ हो, तर टाढा चाहिँ निकै टाढा पर्छ फेरि। यो त नजिकै छ, घर नजिक, तर यहाँभन्दा भित्रै जानुपर्छ। अनि बल्ल दाउरा चाहिँ हाम्रो भेटिन्छ। साथी, यो जङ्गलमा चाहिँ दाउरा काट्न आएको। यत्रो रुख ढालेछ, काट्दैछु म चाहिँ। काट्ने क्रम जारी छ। काट्ने हतियार फेरि खतरा छ। यसरी मेरो बुढीमा हो यहाँ। ल त्यस्तो देखाउने, म चाहिँ काट्छु है यहाँ। साथीहरू, धेरै वर्ष पछाडि जङ्गलमा आएको। दाउरा काट्दैछु। दाउरा काट्ने क्रममा चाहिँ हातमा पुरै पानी फुका उठेर काम भइसक्यो। यसो त देखिन्न होला होइन, यहाँ र यहाँ त यस्तो भएको छ। खतम भइसक्यो दाउरा चाहिँ। पुरा अस्ति हावाहुरी चलेको थियो, काँचो रुख पुरै ढालेको रहेछ। सुकेको पाउन त सम्झिनै पाइन्छ कि जस्तै हो। यहाँ काँचै रुखको चाहिँ काटेको छु। यसरी यहाँ चाहिँ ओसारेँ। परबाट कानमा बोकेर यहाँ ल्याएर राखेको छु। अहिले अटो लिएर यहीँबाट चाहिँ हाम्रो जङ्गलमा पनि अटो आउँछ। यसरी कोही आमाहरू चाहिँ दाउरा बोकेर जाँदै हुन्छ। उहाँहरू चाहिँ तलै झिसामिसा गरेर जानुभएको छ सुकेको। मलाई फेरि त्यस्तो मन नपर्ने, ठुल्ठुलो काटेको छु। एउटा रुखै छ हेर्नुहोस् है, यहाँ रुखै चाहिँ काटेको मैले पुरै। ढलेको रुख तपाईँ कुहिने त आखिर। यहाँ चाहिँ यो रुख भइहाल्यो एउटा पाएको छ। यस्तो हेर्नुहोस् है, यस्तो छ यहाँ चाहिँ। जङ्गलमा दाउरा खोज्दैछु, केही छैन दाउरा। त्यो रुखले बाटो हाँगा भाँचिएको चाहिँ पाउँछ, तर केही पाउँदैन त। कहाँ खोज्ने हो त दाउरा चाहिँ, गाह्रो छ। अलरेडी दाउरा लिएर एक ट्र्याक्टर दाउरा लिएर आइपुग्यो। बिहान गर्छौँ, अहिले आइपुग्यो बेलुका कि लगभग 3 बजिसकेको छ। एक ट्र्याक्टर लिएर आइयो। यही हो है त, कति झर्छ अब। पुरै झर्छ नि होइन, त्यो लामो निकाल्नुपर्छ होला। ल